हेलो हेलो सबै मेरो साथीहरुमा नमस्कार। आज मैले आँपको अचार बनाउन भनेर आँप ल्याएको, काँचो आँप ल्याएको। आज 3 दिन भयो यस्तो पाकेछ, बनाउन नभ्याएर। तर पाकेको भए पनि बनाऊँ भनेको छु, कस्तो हुन्छ। यहाँ सर हजुरले काट्दै हुनुहुन्छ। यहाँ छ भेरी, यसलाई यो कोरेसोमा कोरेर मसिनो पार्ने। कोरेसोमा कोर्यो भने यो छिटो पग्लिन्छ के। छिटो पग्लिनको लागि हामीले यो कोरेसोमा कोर्न पर्ने हुन्छ। तयार हुँदैछ। कोरेसोमा कोर्दाखेरि अलि ढिलो भयो जस्तो लाग्यो, अनि मैले यो चक्कुले काट्दैछु। यसलाई मसिनो गरिसकेपछि यो छिट्टो पग्लिन्छ। काटिसकियो। अब यसलाई पगाल्नको लागि यो म अर्को भाँडोमा हाल्दैछु। यसलाई पगालेर अनि छानेर, किनकि यहाँ मैला हुन्छ नि त, बगर सगर कोही मैला हुन्छ। यसलाई पगालेर अनि छानेपछि अचारको लागि अर्को भाँडोमा बनाउने। यो तपाईहरुले 2 किलो, मैले 2 किलो आँप लिएको छु। 2 किलो आँपमा आधा किलो जति भेली हाल्दैछु। अब यो भइसक्यो। थोरै जिरा धनिया, थोरै, किनकि हाम्रो मुखलाई स्वाद पनि चाहिन्छ के। थोरै जिरा धनिया अनि थोरै खुर्सानी राखेर, किनकि अमिलो पिरो नुनिलो टक्का टुक्का हुनुपर्छ। अब मैले यो मसला र खुर्सानीलाई यतिको बनाएर निकालिसकेँ। यो सेलाएपछि अब मिक्सरमा खर्सो गरेर पिस्ने। पारिसकेपछि अनि अचार बनाउनतिर लाग्नेछु। मसला रेडी भइसकेको छ। अब यतिको खस्रो गरेर पिसेको छु। अब यहाँ जुन मैले अघि राखेको थिएँ यो भेली, त्यसलाई थोरै इति पानी हालेर पगाल्दैछु। अब यो पग्लिसक्यो। मैले यो भाँडोमा छान्दैछु। यसलाई छान्न पर्छ, किनकि यसमा अलि मैला हुन्छ कि भनेर। यो तयारी भइसकेको छ। अब मैले ग्यास चालु गरेँ, अनि यो चाहिँ एकदम यसरी छाम्दाखेरि च्याप भएपछि अनि आँप हाल्दिने। अनि त्यो अघि बनाएको मसला हाल्छु मैले। यसको यो सकेको छ है, यो छाम्दाखेरि च्याप जस्तो भयो। अब यो रेडी भइसक्यो। अब मैले आँप हाल्दैछु। आँप हाले। अब मैले यो मसला र खुर्सानी रेडी पारेको थिएँ, त्यसको धुलो पनि हाल्ने। अब स्वाद अनुसार नुन हाल्ने। थोरै बेसार राखेँ मैले। अब अचार यतिको भइसकेको छ साथीहरू। अब यो अचार रेडी हुन लागेको छ। कति धेरै कराइभरि थियो, अब सुकेर रातो हुन गइरहेको छ। अब एकैछिनपछि यो अचार रेडी हुन्छ। अब यो मेरो अचार रेडी भइसकेको छ। यो आँपको अचार म यसलाई सेलाउन दिन्छु। अनि यो सेलाएपछि सिसामा हाल्छु। यो सिसामा हाल्दैछु राखेर। यति भयो।